चाहिँ माछा मार्न हिँडेको शिवलिङ बोकेर गएको रहेछ होइन। दामी दामी खोल्छ। लोट्ने त होइन हिलो गरिदिया खोलेछ कति खानु खोलेछ भन्दैछ खोलेसाको टन्न Hi, hello everyone. स्वागत छ। जाङ्गे देखेको लुङ्गी लाएर ठेमाक ठेमाक म पनि हिँडिरहेको अवस्था साथीहरू। कति राम्रो गाउँ यहाँनिर गाछ पनि रहेछ। अन्त आन्टीहरू आउँदै हुनुहुन्छ साथीहरू। टन्न लाएर शिवलिङ लिएर हिँडेको अवस्था। अब चाहिँ कति मारिन्छ चाहिँ हामीले माछा। आछु कति चिसो पानी। लोट्न भएन है, लोट्न भएन। फेरि लोट्यो नि मेरो मोबाइल गयो। मेरो मोबाइल जान भएन। म बरु लोटेर के भएन। हो नि। हेलो 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 हेलो। पर्यो एउटा टाक ठोएछ कि मान्छे त। खै 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 देखाउनु त। वाउ एउटा पर्यो है। हाम्रो लाही त हजुर त टाकै हो। कहाँ राखेको नि त रुजाउँछु हो मैले। मोबाइल यहाँ राख्ने अब। त्यहाँ माछा छ अरे माछा। जाऊ बोकेर आऊ बाहिर। बाहिर तल्लो तल्लो उपल्लो मान्छे पल्लो मोबाइल छ। अझ नि त इसमा
गयो कि छिरो उता माछी मार्न जाऊ न दाजै काला पानीमा सेती खोला बगा माछा ढपाइदिएँ मैले साथीहरूलाई अब यतिजनाको घरमा आज चाहिँ माछाको झोल पाक्दैछ साँझतिर खाना आउनु होला साथीहरू सबैजनाले पकाउने अरे आज एकैचोटि माछाको तरकारी ए माछा त कडा आएछ कडा कडा हाल्छु कि म माछा मारेर आएर चिसो चिसो चिया तातो मौसममा चिसो एडिटिङ गर्न जान्छु सिकाइदिए काम क्या मलाई उहाँ